3803 नयाँ ब्लगमा स्वागत छ सबैजनालाई। म चाहिँ अहिले महेन्द्रनगर छु। महेन्द्रनगरदेखि दिल्ली जान्ला हो। दिल्ली आनन्द विहार बस चाहिँ यहाँ पछाडि छ त्यो होला। अनि यतातिर मेची छ पूर्वको, अनि त्यो हिँड्दै जानेवाला छ, अनि अर्को छ यहाँ साइडमा महेन्द्रनगरै घुम्छ। अहिले चाहिँ 6 बज्नु लाग्यो। अब गाडी हिँड्छ होला 6 बजीतिर, अनि 6 बजे हिँड्छ होला। अनि बाटोमा अलिअलि सिनहरू हेर्दै अगाडि बढ्दै जानेछौँ है। ल रमाइलो गर्नुपर्छ आज। महाकाली गड्ढा चौकी चहल पहल बढ्न थाल्यो है गाइस। अब जाने यो हामी चाहिँ निस्क्यो है गाइस। महेन्द्रनगरबाट निस्क्यो। अगाडि गड्डा चौकीतिर भेट्नुपर्छ है। अहिले चाहिँ हामी महाकाली नदीको पुलनिर छौँ गाइस है। यहाँ अब गाडी यहाँ सिङ्गल हिँड्छ, कोसीको जस्तै हो यो। अनि उतार छ कि यहाँ त झन् मान्छे नै उतार्छ। अनि मान्छे उतारेर चाहिँ हिँड्नुपर्छ हामीले, यसरी हिँड्नुपर्छ। अनि अगाडि उता पुलको छेउनिर रोक्छ, अनि चढेर हिँड्ने गाडी। एकछिन पछि देखाउँछु कि म हजुरलाई सिनहरू। यस्तो छ हालत कि अन्धकार छ पुरै। माथि पनि के छ एउटा लाइट पनि ढङ्गिलो छैन। लाइट पनि ढङ्गिलो छैन साँच्चै। पहिला रेल हिँड्थ्यो यार, पट्री हो यो टल्किने गाइजवाला। यसमा रेल हिँड्थ्यो पहिला, अनि अहिले एउटा बसलाई मात्रै ठाउँ छ। यो पुरै नदी हो, तर अहिले देखिरहेन राति। तलबाट गाडी हान्नु यत्रो महाकाली अहिले छैन नदी। पुरा इन्डियाले आफ्नोतिर लगेको के, आफ्नोतिर फाले ल। यही हो। अब अलिकति पछि भेटौँला है। यहाँ चल्नेवाला रेल यहाँ छ है, यो पुलमा। डब्बा मात्रै छ अगाडिको, मेन इन्जन। बस चाहिँ आउँदैछ। यो माहौल हेर्नु। ल अब दामी हुन्छ फेरि।
यहाँ छ हाम्रो बस, यो महाकाली। यो पानी चाहिँ उता इन्डिया जानेतिरको पानी है। यो पुरै उता पुरै नदी सुकाएर आफ्नोतिर पुरै यो इन्डियाले कब्जा गरे यो पानी। त्यो महाकाली पुल उता वहीँसम्म चाहिँ यो एल आकारको छ, लामो छ पुरै। अब राम्रो बाटोमा भेटौँ अगाडि। पुरो ह्यान्डसम गुरुजी चिनम है, चिनम इन्डियाको रोडमा गाइस। यो अन्त बवाल आउँछ एकछिन पछि रोड। हाम्रो पहिलो टोल आयो। टोल 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 stop there. होटल चाहिँ यहाँ कमल स्विट्स एन्ड रेस्टुरेन्टमा रोकेको छ। यो चाहिँ भेज, उता चाहिँ नन भेज है। एउटा भित्र खाना खाँदाखेरि भेटौँ। खाना ओराइदिउँ। खै खाना कस्तो चाहिँ देखिहाल्नु भयो। खाना उसरी राम्रै थियो यार। जस भात चाहिँ अलिक गुलियो गुलियो टाइपको थियो, तर राम्रै थियो। खानेकुराहरू परिकारहरू धेरै थियो। अब जानलाई हामी बसेर पछाडि छ अर्को देहरादुनै पायो। अब चाहिँ हामी हिँड्न लाग्यो, बसेको छ। हाम्रै चाहिँ सबभन्दा झकास बस त BH6 रहेछ टाटाको। कस्तो साउन्डै नआउने क्या। म एकछिन पछि सुनाउँछु यार। टाटाको लेलेन भन्दा नि कम साउन्ड जस्तो लाग्यो क्या मलाई त्यो टाटाको BH6 मा। लेलेन भन्दा नि कम छ यार। त्यो एसीको कम्प्रेसर अलिकति नबजेर होला जाडोको समयमा नयुज गरेर एकदम साउन्ड कम क्या। बबाल लाग्यो मलाई चाहिँ। अरू यो देहरादुन है कता अनि पछाडिको पनि त्यो इन्डियाको के भन्छ यो सरकारी बस। अहिले चाहिँ 2 बज्न लाग्यो। चाय नास्ताको लागि रोकेको थियो। चिया नास्ता खाएर अजान लाग्यो हामी। बसेको छ। यो अर्को छ यहाँको सरकारी गाडी होला सायद इन्डियाको। अजान लाग्यो। बाटोमा भेट्छ है। यसको यो तलको अहिले नोटिस गरेको मैले।
कस्तो बवाल रहेछ नेपाल ट्राभल डेस्टिनेसन बाटोमा भेट्नुपर्छ। और ये हम बादलों से बात करते हुए अगाडि है जीरो भिजिबिलिटी एकछिनमा फेरि देखिन्छ। बादलों से बात करते हुए हम अब 30-35 किलोमीटर जगह हो आनंद विहार। कति 3 3 6 7 8 9 10 कि 12 लेन छ है। यो अहिले बस्यो यार यो ए तलबाट गयो।